कुनै पनि जातिको नाम त्यत्तिकै बनेको हुँदैन, त्यसको पछाडि एउटा लामो र गहिरो कएको हुन्छ। आज हामी त्यस्तै एउटा नाम तामाङको पछाडि खोज तल्दैछौँ। यसले पहिचान, संरचना र शासनको एउटा पुरानो उजागर गर्छ। ल अब यसमा अलिक गहिरिएर हेरौँ है त। हामी सुरुमा त यो शब्दकै अर्थ के हो भनेर बुझ्छौँ, अनि यो 12 भन्ने अङ्कको के रहस्य छ त त्यो पनि हेर्छौँ। त्यसपछि एउटा पुरानो शासन व्यवस्था कस्तो थियो भनेर जान्नेछौँ र अन्त्यमा त्यो पुरानो इतिहास आज पनि कसरी जीवित छ त्यो पनि केलाउनेछौँ। त्यसो भए सुरु गरौँ पहिलो प्रश्नबाटै। आखिर तामाङ भन्नुको मतलब के हो त? अचम्मको कुरा के छ भने यसको जवाब यही शब्दभित्रै लुकेको छ। यो नामलाई टुक्र्याएर हेर्दा निकै रोचक कुरा देखिन्छ। ताको अर्थ हुन्छ महान वा ठुलो, अनि माङको अर्थ हो धेरै सङ्ख्या वा जनसमूह। भनेपछि दुईटालाई जोड्दा के भयो त? महान जाति। अब कुरा यतिमा मात्रै सकिँदैन। यो पहिचानसँग एउटा खास अङ्क पनि जोडिएको छ र यो अङ्कको अवधारणा तामाङ इतिहासमा निकै गहिरोसँग घाँसिएको पाइन्छ। हो, त्यो सङ्ख्या हो 12। तामाङ समुदायले आफूलाई चिनाउँदा लामो समयदेखि 12 तामाङ भनेर चिनाउँदै आएको छ। र यो कुरा आजभोलि मात्रै भनिएको होइन नि। यसको ऐतिहासिक गहिराई कति छ भन्ने कुरा प्राचीन ग्रन्थहरूबाटै थाहा हुन्छ। त्यहाँ स्पष्टसँग 12 तामाङ भनेर उल्लेख गरिएको छ। यसले के देखाउँछ भने यो कुनै नयाँ सोच होइन, बरु उनीहरूको सम्पदाको एउटा बलियो आधार हो। त्यसो भए यो 12 भन्ने अङ्कको महत्त्व केवल एउटा चिनारीमा मात्रै सीमित थियो त? थिएन। यो त वास्तवमा एउटा सिङ्गो शासन प्रणालीको भनौँ न नक्सा नै थियो। यो प्रणालीलाई द्वादश जनपद भनिन्थ्यो, जसको अर्थ हो 12 इकाइको महासङ्घ, र यो निकै फैलिएको थियो। तामाङहरूमा मात्रै होइन, मगर समुदायमा 12 मगरात, नेवारमा 12 थकुजुजु, अनि सुदूरपश्चिमदेखि तिब्बतसम्म यस्तै 12 इकाइमा आधारित संरचनाहरू थिए। यो शासन प्रणाली कति पुरानो थियो होला भन्ने लाग्न सक्छ। ऐतिहासिक प्रमाणहरू हेर्ने हो भने यो बुद्धको समयतिर, अर्थात् आजभन्दा हजारौँ वर्ष पहिले ईसापूर्व 3रो शताब्दीदेखि नै चलनमा थियो भन्ने देखिन्छ। तर प्रश्न उठ्छ के त्यो हजारौँ वर्ष पुरानो संरचनाको कुनै अवशेष आज पनि बाँकी छ त? अचम्म लाग्ला, तर जवाफ हो छ, र त्यो पनि एउटा निकै विशेष सांस्कृतिक परम्परामा। सोच्नुस् त, त्यो प्राचीन सङ्घीय शासन प्रणालीका केही अंशहरू आज पनि सिक्किमका तामाङ समुदायको विवाह संस्कृतिभित्र जीवितै छन्, त्यहीँभित्र संरक्षित छन्। यसले हामीलाई एउटा गहिरो सोचमा पुर्याउँछ। एउटा नामको सामान्य अर्थदेखि लिएर एउटा पुरै शासन प्रणाली जुन आज पनि रीतिरिवाजमा झल्किन्छ, यसले के देखाउँछ भने इतिहासले हाम्रो पहिचानलाई कति गहिरोसँग बुनेको हुन्छ। जब हामीलाई थाहा हुन्छ कि विगत साँच्चै कहिल्यै बित्दैन, त्यो त हामीसँगै बाँचिरहेको हुन्छ, तब आजको दिनमा यसको के अर्थ रहन्छ होला।